त्यसपछि दिलीप दाइले मुख धुनुहुन्छ अनि त्यसपछि सुबिन खर्की बोले गर्छ खान्टे काटे चोर भनेर भन्दाखेरि आफैलाई पर्न सक्छ आफै भनेको सुबिन खर्की हो त्यही हो ए हो ठिकै छ दादा आजै सर्छ सच्चाल अरू के भन्नु छ कि भाइको मोबाइलको भिडियो क्यामेरा चाहिँ क्वालिटी एकदम राम्रो रहेछ त्यो पैसा सकेको देखेर दाइ त एकदम कालो मुख लागेको कालो मान्छे कालो अनुहार लाग्दा दुम्सीको पनि देखिन्छ ए हो र ओहो नाकमा फुली पनि लाउनु भयो रहेछ यो फुली चाहिँ खास के कारण हिराको होइन हिराको बनाइदिनलाई पैसा छैन बन्छ सुनको आफैले किनेर लाग्छ हो र गालै नजिक रहेछ त मेरो घर पाइप किनेर ल्याइसक्यो पाइप एउटा 3-4 हजार पर्यो होला